सरकारको पर्फर्मेन्सको कुरा आएको छ पहिलो। अब मैले चाहिँ अघिल्ला अन्तर्वार्ताहरूदेखि नै भनिआएको कुरा के भने संसदीय मान्यता अनुसार कुनै पनि नवनिर्वाचित सरकारलाई चाहिँ 100 दिनको हनीमुन पिरियड भन्ने हुन्छ। अब त्यो 100 दिनमा उसले कस्तो पर्फर्मेन्स दिन्छ त्यसको सिद्धान्त चाहिँ मोर्निङ सोज द डेज भन्ने हुन्छ। बिहानीले दिउँसो देखाउँछ भने जस्तो अलिकति रातो किरण देखा पर्यो भने एउटा लक्षण हुन्छ, घमाइलो किरण देखा पर्यो भने अर्को लक्षण हुन्छ। त्यसले नै दिउँसोलाई प्रतिबिम्बन गर्छ भन्ने मान्यता छ। त्यसरी हेर्यो भने यो सरकारलाई हेर्दाखेरि चाहिँ जुन 100 दिनको प्रतिबद्धता पत्र भन्ने एउटा छ त्यो बुझ्नुपर्ने हुन्छ। अब उनीहरूको चुनावी घोषणा पत्र त्योभन्दा अर्को हो, त्यो हो के हो त्यसलाई हेर्नुपर्ने हुन्छ। त्यसमा के कुराहरू अन्तर्निहित छन् त्यो अनुसार उनीहरूको रोडम्याप गएको छ कि छैन त्यसलाई टेक्नुपर्ने हुन्छ। अब त्यसरी हेर्दाखेरि सुकुम्बासीको कुरा एउटा आएको छ, धरपकडको कुरा एउटा आएको छ, भ्रष्टाचारको कुरा अर्को आएको छ। साबिक सरकारले नियुक्त गरेका 1200 जना पदाधिकारीहरूको कुरा आएको छ। कूटनीतिक नियोगका पदाधिकारीहरूलाई फिर्ता गराउने कुरा त्यो आएको छ। फलस्वरूप विश्वविद्यालयहरू पनि रिक्त छन्, कूटनीतिक निकायहरू पनि रिक्त छन् र अधिकांश पदाधिकारीहरू पनि रिक्त रहेको अवस्था छ। विज्ञापन मार्फत त्यसलाई परिपूर्ति गर्ने भन्ने सरकारको कुरा चाहिँ सुनिएको छ। त्यसमा सबभन्दा ठुलो चोट परेको र गहिरो क्रन्दन बोकेको इस्यु भनेको चाहिँ सुकुम्बासी नै हो। त्यो सुकुम्बासी बस्तीमा जसरी डोजर चलेको छ त्यो चाहिँ मानवीयताका दृष्टिकोणले पनि अनुचित भएको छ। मानवताको खिल्ली उडेको छ, मान्छेको सम्पत्ति विनष्ट भएको छ र उनीहरू सडकमा आएका छन् भन्ने कुरा भएको छ। अनौठो के भएको छ भने ती सुकुम्बासीहरू पनि मूलत सहज तरिकाले नै आफ्नो त्यो स्थान छोड्न तत्पर भए जस्तो चाहिँ देखिएको छ। उनीहरूलाई फोकल पोइन्टमा लगेर राखिएको भन्ने छ। जहाँ चाहिँ बुलडोजर चलेको ती बुलडोजर मध्ये अधिकांश ठाउँहरू त मैले पनि स्थलगत निरीक्षण गरेको थिएँ। वास्तवमा त्यो युद्धभूमि जस्तो देखिन्थ्यो। त्यहाँ कुखुराहरू, चराहरू, कुकुरहरू, बिरालाहरू त्यो स्थान छोड्न मानिरहेका थिएनन्। अहिले पनि त्यहाँदेखि मान्छेसम्मको क्रन्दन चाहिँ त्यहाँ व्यक्त हुन्थ्यो। तैपनि उनीहरूको बसोबासोको जुन विधि थियो त्यो बसोबासोको विधि चाहिँ प्रथम दृष्टिमै अनुपयुक्त भन्ने चाहिँ लाग्थ्यो। किनभने त्यो सार्वजनिक जग्गा मात्रै मिचान भएको थिएन, मान्छेका कानुनी तरिकाले बनेका घर टहराहरूलाई पनि दखल हस्तक्षेप हुने गरी तिनीहरूले टहरा बनाएको भन्ने छ्याङ्गै देखिन्थ्यो। त्यस क्रममा म यो गैरीधारा भन्ने ठाउँमा जहाँ म पुगेको थिएँ त्यहाँ त अनौठो ढङ्गले सडककै यता नदी किनारातर्फ चाहिँ घर टहरा बनाएर बसोबास गरेको स्थिति रहेछ। सरकारले चाहिँ डराउँदै सडक विस्तार गर्नुपर्ने, उनीहरूले जहाँ घर टहराहरू बनेका हुन् ती घर टहराहरूलाई संरक्षित गर्नुपर्ने खालको शैली त्यहाँ देखा पर्थ्यो। वास्तवमा यी सब कुराहरू आपत्तिजनक थिए। अब पूर्ववर्ती सरकारहरूले उनीहरूले आफ्ना कार्यकर्ताहरूलाई संरक्षण दिने, आन्दोलनको बेला प्रयोग गर्ने, चुनावमा प्रयोग गर्ने हिसाबले पनि यिनीहरूलाई यहाँ यसरी राखिएको भन्ने चाहिँ प्रष्टै देखिन्छ। यो हिसाबले यसमा चाहिँ सुकुम्बासी भनिएकाहरूको भन्दा पनि उनीहरूलाई त्यसरी प्रवर्धन गर्नेहरूको पक्ष अघि मैले भनेकै प्रक्रियाबाट ती यत्र तत्र रहिरहेको। तपाईँ कुनै पनि सडक हेर्नुभयो भने तपाईँ चारखालको त्यो टिलिबजारको ओह्रालोको चारखालपट्टि लाग्ने टर्निङमै तपाईँले जुन चस्मा पसल देख्नुहुन्छ त्यो चस्मा पसल ठ्याक्कै सडकमा बनाएको छ। त्यो चस्मा पसलको 5 घर मन्दिर काठमाडौँ महानगरपालिकाको इन्जिनियरको घर पर्छ। चारखाललाई दाहिने पारेर तपाईँ अगाडि बढेपछि जहाँ सिद्धि पोलिक्लिनिक छ त्यसको दाहिने देब्रे जो सिद्धि भवनहरू छन्, यो कालिका थान छ, यो बालवटारको अगाडिपट्टिको जुन बस्नेत निवास भन्ने छ रसियन कल्चरको अपोजिटपट्टि, त्यो सबै तपाईँले हेर्नु हो भने पुरै सहर चाहिँ सडक चाहिँ अतिक्रमण गरेर संरचना खडा गरिएको छ। अब अहिले डोजर चलाउने कुरा भएको छ।
त्यस कारण मैले देख्दाखेरि यसको जिम्मेवारी चाहिँ नगरपालिकाको हुन्छ। यो घर बनिसकेपछि पछिल्लो चरणमा 60को दशक यता बनेका जो काठमाडौँ उपत्यकाका ठुल्ठुला घरहरू हुन्, ती घरहरूको चाहिँ निर्माण सम्पन्नताको प्रमाणपत्र भन्ने एउटा कागज दिनुपर्दो रहेछ। त्यो मैले सुनेको पनि थिएन। निर्माण सम्पन्नताको कागजपत्र चाहिँ झुन्ड्याउनु पर्ने रहेछ हरेक घरमा। घरधनीले एउटा आधुनिक अत्याधुनिक घरको प्रसङ्ग मलाई जानकारीमा आयो। त्यो अनुसार काठमाडौँ महानगरपालिकाबाट त्यो सम्पन्नता सम्बन्धी अवलोकन गर्न काठमाडौँ महानगरपालिकाका अधिकारीहरू त्यो घरमा आए। त्यो घरमा आएपछि इन्जिनियर पनि सँगसँगै थियो त्यहाँ। अनि त्यो इन्जिनियरसँग भएको जो बिचौलिया हुन्छ, त्यो हजुर हजुर भन्ने हुन्छ नि, अघि पछि हिँड्ने खतार बैतार मुखिया जस्तै केही अथवा बिचौलिया। अनि त्यसले चाहिँ त्यो मान्छे एकदम फेरि इलाइट क्लासको मान्छे थियो, त्यो जसको घर थियो त्यो। अनि उसलाई चाहिँ त्यो बिचौलियाले के भन्यो अरे भने, अब हजुर अब इन्जिनियर साहबले अलिकति बिना त मान्नुहुन्न भन्यो अरे। बालन साहब मेयर हुँदाखेरि कुरा हो। अनि कति दिनुपर्ने हुन्छ त भन्दा 20,000 प्रमाणपत्र सम्पन्नताको जुन कागज दिनुपर्ने हो त्यो सम्पन्न भयो भन्ने आधिकारिकताको लागि 20,000 दिनुपर्ने। एकजना साथीले मलाई यो सुनाउनु भयो। तपाईहरु सबैलाई थाहा भएको अर्को एउटा प्रकरण म सुनाउँछु। यो चाहिँ वडा नम्बर 31 होला हैन, यो पारिपट्टि 31 हो नि त, दिल्ली बजारको पारिपट्टि 31 को यो त्यसको त्यही चारखालपट्टि लाग्ने नेरीको जुन मन्दिर छ त्यो राणाकालीन मन्दिर हो। त्यो सायद त्यो रणदीपका पालाको हो, त्यो बा जङ्गबहादुरकै पालाको हो कि तपाईहरु अहिले पनि देख्न सक्नुहुन्छ। त्यहाँ मन्दिर छ। 20 वर्ष अगाडि त्यसको अगाडिपट्टि चाहिँ संरचनाहरू थिए। त्यहाँ भाडाका पसल यस्तो थिए।